नमस्कार। आजको दैनिक राशिफलमा यहाँहरूलाई स्वागत छ। आज मिति 2083 साल भाद्र महिनाको 7 गते आइतबार। आज श्रावण शुक्ल पक्षको दशमी तिथि रहेको छ भने सूर्यदेवको आफ्नै बार आइतबार परेको छ। आज चन्द्रमा वृश्चिक राशिबाट धनु राशिमा प्रवेश गर्दै हुनुहुन्छ। सूर्य र चन्द्रमाको यो शुभ गोचरले आज 12वटा राशिको लागि दिन कस्तो रहनेछ, कसलाई धनलाभको योग छ, कसले के उपाय गर्ने, आउनुहोस् सुरु गरौँ मेष राशिबाट। नवम भावमा चन्द्रमाको प्रवेशले रोकिएको भाग्यशाली कामहरू सुचारू हुनेछन्। धार्मिक वा सांस्कृतिक कार्यमा रुचि जाग्नेछ। उच्च शिक्षा र यात्राको लागि दिन अनुकूल छ। आज तपाईँको लागि शुभ अङ्क 9 रहेको छ भने शुभ रङ रातो वा पहेँलो। आज सूर्यदेवलाई जल अर्पण गर्न नबिर्सिनुहोला। वृष राशि। अष्टम चन्द्रमाको प्रभावले गर्दा स्वास्थ्यमा केही मन्दी आउन सक्छ। खानपानमा ध्यान दिनुहोला। आर्थिक कारोबार र जोखिमपूर्ण लगानीमा सजग हुनुहोस्। आज तपाईँको लागि शुभ अङ्क 6 रहेको छ। शुभ रङ सेतो वा गुलाबी। आजको लागि तपाईँलाई उपाय लक्ष्मी माताको आराधना गर्नुहोला। मिथुन राशि। सप्तम चन्द्रमाले व्यापार व्यवसायमा नयाँ अवसर दिलाउँछ। जीवनसाथी वा प्रेम सम्बन्धमा मधुरता आउनेछ। व्यावसायिक साझेदारीबाट लाभ मिल्नेछ। आज तपाईँको लागि शुभ अङ्क 5 र शुभ रङ हरियो रहेको छ। आज तपाईँको लागि उपाय गणेशजीको दर्शन गरी दुबो चढाउनुहोला। कर्कट राशि। छैटौं भावमा चन्द्रमा रहने हुनाले शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। पुराना ऋण वा स्वास्थ्य समस्याबाट राहत मिल्नेछ। आज तपाईँको लागि शुभ अङ्क 2 रहेको छ। शुभ रङ सेतो। आज तपाईँलाई उपाय भगवान शिवको दर्शन गरी जल अर्पण गर्नुहोला। सिंह राशि। पञ्चम चन्द्रमा र आफ्नै राशिमा सूर्यको उपस्थितिमा बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ। शेयर बजार वा लगानीबाट राम्रो फाइदा हुन सक्छ। आज तपाईँको लागि शुभ अङ्क 1 रहेको छ। शुभ रङ सुनौलो। आज तपाईँलाई उपाय सूर्यदेवलाई ओम घृणी सूर्याय नमः मन्त्र सहित अर्घ दिन नभुल्नुहोला। कन्या राशि। चौथो भावको चन्द्रमाले गर्दा पारिवारिक विषयमा केही असन्तोष वा तनाव हुन सक्छ। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला। घर जग्गाको काममा भने धैर्य गर्नुहोला। आज तपाईँको लागि शुभ अङ्क 5 रहेको छ। शुभ रङ खाकी वा हरियो। आज तपाईँलाई उपाय विष्णु भगवानको ध्यान र पूजा गर्नुहोला। तुला राशि। तेस्रो भावमा चन्द्रमा रहने हुनाले तपाईँको पराक्रम र निर्णय क्षमता बढ्नेछ। दाजुभाइ तथा साथीभाइको राम्रो सहयोग मिल्नेछ। छोटो यात्रा सफल हुनेछ। आज तपाईँको लागि शुभ अङ्क 6। शुभ रङ आकाशे नीलो रहेको छ। आज तपाईँलाई उपाय दुर्गा माताको दर्शन गर्नुहोला। वृश्चिक राशि। दोस्रो भावको चन्द्रमाले धनवृद्धि गराउँछ। बोलीको प्रभाव बढ्नेछ। रोकिएको धन फिर्ता आउने योग छ। परिवारमा खुसीको माहौल छाउनेछ। शुभ अङ्क तपाईँलाई आज 9 रहेको छ भने शुभ रङ गाढा रातो। आज तपाईँलाई उपाय हनुमानजीको दर्शन गरी हनुमान चालिसा पाठ गर्नुहोला। धनु राशि। तपाईँकै राशिमा चन्द्रमाको आगमनले मनमा नयाँ उत्साह, ऊर्जा र प्रसन्नता छाउनेछ। नयाँ कामको सुरुवात गर्न र मान सम्मान कमाउने दिन रहेको छ। आज शुभ अङ्क आज तपाईँलाई 3 र शुभ अङ्क पहेँलो रहेको छ। भगवान श्री कृष्ण वा आफ्नो कुलदेवताको दर्शन गर्नुहोला। मकर राशि। द्वादश भावमा चन्द्रमा रहने भएकाले खर्चमा अलिकति वृद्धि हुन सक्छ। मानिसहरूसँग कुरा गर्दा संयम अपनाउनुहोला। वैदेशिक कामहरू भने सकारात्मक रहनेछन्। आज तपाईँलाई शुभ अङ्क 8 रहेको छ। शुभ रङ चाहिँ कालो र तपाईँलाई उपाय शनिदेवको मन्दिरमा ढोग्नुहोला। कुम्भ राशि। एकादश भावको चन्द्रमाले आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। साथीभाइ र दाजुभाइको सहयोगले ठूलो योजना सफल हुन्छ। शुभ अङ्क 8 रहेको छ भने शुभ रङ चाहिँ गाढा नीलो रहेको छ। आज तपाईँलाई उपाय भैरवनाथ वा हनुमानजीको दर्शन गर्नुहोला। अन्त्यमा रहेको छ मीन राशि। दशम भावमा चन्द्रमाको गोचरले कार्यक्षेत्रमा पदोन्नति वा नयाँ जिम्मेवारी दिलाउन सक्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यापारमा लाभ हुनेछ। आज तपाईँलाई शुभ अङ्क 3 रहेको छ। शुभ रङ सुनौलो वा पहेँलो। आज तपाईँलाई उपाय शिव पार्वतीको दर्शन र पूजा गर्नुहोला।
आज आइतबारको सर्वसाधारण विशेष उपाय। आजको दिनलाई अझ शुभ र ऊर्जावान बनाउन बिहानै सूर्यदेवलाई तामाको पात्रबाट जल चढाउने वा रातो गाईलाई चाहिँ गुड खुवाउँदा आत्मबल बढ्नेछ, ग्रह दोष शान्त हुनेछ। तपाईँको आजको दिन शुभ रहोस्। भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भोलिको राशिफल लिएर पुनः उपस्थित हुने नै छौँ। जाँदा जाँदै कुन राशिको पर्नुभयो कमेन्ट गर्नुहोला। धन्यवाद।